फ्लाइट टिकटदेखि बाहेक भियतनामको यो सिटी हजुरहरू मात्र 25 देखि 30 हजारमा घुमेर आउन सक्नुहुन्छ। यो सिटीमा हजुरहरूले भेराइटी अफ डिफरेन्ट फुड्स, ब्युटिफुल बीचेस, थीम पार्क, एक्साइटिङ नाइट लाइफ प्लस हिस्ट्री सबै एकै ठाउँमा पाउनुहुन्छ। एन्ड दिस सिटी इज नन अदर देन दानाङ। यहाँनिर ₹25 to 3500 को रेन्जमा राम्रो अकोमोडेसनको अप्सन्सहरू पाउनुहुन्छ। ₹3 to 400 को रेन्जमा मजाले फुड अप्सन्सहरू पाउनुहुन्छ। ट्रान्सपोर्टेसनको लागि हजुरहरूले इजिली स्कुटर हायर गर्न सक्नुहुन्छ पर डे 800 to 1100 को रेन्जमा। राइड गर्नुहुन्न भने हजुरहरूले इनड्राइभ अर ग्राब युज गर्नुभयो हुन्छ। इनड्राइभ अझै सस्तो पर्छ, नेपालको भन्दा पनि अझै सस्तो फेयरहरू पाएँ मैले, म त छक्कै परे। यहाँनिरको वान अफ द मेन एट्र्याक्सन यो बाना हिल्स हो। यो चाहिँ एउटा थीम पार्क हो। हजुरलाई यहाँनिरको टिकट पर पर्सन अराउन्ड ₹5500 पर्छ। टिकटमा चाहिँ हजुरहरूले अनलिमिटेड केबल कारको एक्सेस पाउनुहुन्छ प्लस अरू ठाउँको पनि एक्सेस पाउनुहुन्छ एक्सक्लुडिङ द फुड एन्ड द गेम्स। हजुरहरूले त्यही पुगेपछि टिकट काट्नु भए पनि हुन्छ और क्लुक भन्ने एप छ, त्यहाँबाट टिकट काट्नु भए पनि हुन्छ। अर्को एकदमै फेमस साइट भनेको होयान हो। यो चाहिँ एकदम हिस्टोरिकल प्लेस हो। टिकट नलिकन यतिकै डुल्नु भए पनि हुन्छ। हामीसँग चाहिँ टन्नै टाइम थियो, सो टिकट काटेर हिस्टोरिकल बिल्डिङ्स अनि म्युजियमहरू पनि गयौँ हामी चाहिँ। टिकटको चाहिँ अराउन्ड ₹680 पर्यो पर पर्सन। बेलुका चाहिँ हामीले यो म्याजिकल ल्यान्टेन बोट राइड गर्यौं जसको चाहिँ हामीलाई टोटल ₹790 नेपाली पर्यो। त्यसमा हामीले 2टा ल्यान्टेन फ्रीमा पनि पायौं। शपिङहरूको लागि चाहिँ यु क्यान गो टु हान मार्केट और कन मार्केट और टिन्स नाइट मार्केट। टिन्स नाइट मार्केटमा चाहिँ हामीले बेस्ट डिल पायौं। So this is how you can travel smart, stay on a budget, see everything you want and still get the most out of your trip. And that's it. Happy travel साथीहरू।